तपाईहरु दर्शक महानुभावहरु आज म तपाईहरुलाई यो भिडियो बारक्षेत्र धामबाट प्रत्यक्ष रूपमा लिइरहेको छु र यो फेसबुक मार्फत अपलोड गर्दै छु। बाला चतुर्दशी मेला 2082 को पावन अवसरमा धरतीको पहिलो स्थल बारक्षेत्र धाममा पाल्नु हुने श्रद्धालुहरु भक्तजनहरुमा बारक्षेत्र मन्दिर गुठी व्यवस्थापन समिति हार्दिक स्वागत गर्छ भनेर एउटा यो बोर्डमा लेखिएको छ। भोलिको लागि तयारीको जानकारी बोर्ड मार्फत गर्न खोजिएको छ। पूर्व प्रारम्भ 2082 साल मङ्सिर 2 गते भनेको छ। आजबाट प्रारम्भ भएर सम्पन्न चाहिँ 2082 साल मङ्सिर 3 गते भनिएको छ यस बोर्डमा यहाँ देख्न सकिन्छ। र यस बोर्डकै यस उत्तरपट्टिको भागबाट चाहिँ हामी मन्दिर परिसर जाने स्थान हो यो। यतिखेर चाहिँ म तपाईलाई यो भिडियो देखाइरहँदा 2 गते आज ठिक समय 9:30 बजे भएको छ। यो भिडियो चाहिँ सानो तपाईहरुको लागि देखाउन खोजिरहेको छु। आज अलिकति अहिले भिडभाड त्यस्तो केही छैन र भिडियो हामी सजिलै लिन सकिन्छ। त्यति भक्तजनहरुको उपस्थिति अहिले भइरहेको छैन र अहिले यहाँ माथिबाट भिडियो लिँदाखेरि चाहिँ बारक्षेत्र मन्दिर को यो दक्षिणी भेगबाट उत्तरतर्फ देखाइरहेको दृश्य बारक्षेत्र मन्दिर हामी यहाँ यसरी देख्न सकिन्छ। बारक्षेत्र मन्दिरकै तटबाट चाहिँ सप्तकोशी नदी यता यो महाभारत यो पर्वत मुनिबाट चाहिँ बगेकी थिइन् सप्तकोशी नदी। हामीले यहाँ मन्दिरको मूल प्रवेशद्वारबाट देख्न सकिन्छ। यहाँ जय धारणी जय बारा धरतीको पहिलो तीर्थस्थल बारक्षेत्र धाम भनेर लेखिएको छ। मन्दिरको माथि उडाइएका परेका जोडीहरू धेरै छन् यहाँ यसै मन्दिर परिसरमा। यहाँ हामीले देख्न सकिन्छ यस मन्दिरमा पूजापाठ गर्नका लागि विभिन्न विधिहरू छन् र त्यसका लागि आवश्यक मात्राको यहाँ फूल माला प्रसादीहरू यस पसलमा बेच्न यसरी राखिएको छ। पसलहरू धेरैवटा छन् यहाँ साइडमा दायाँ बायाँ रोडको दायाँ बायाँपट्टि। यहाँ एकजना दिदीले कोला बेच्न ल्याउनु भएको रहेछ। दिदी कोला कसरी हो? यो कोला कसरी हो? 50 रुपियाँ दर्जन। यो कुन कोला हो यो? दिदी पनि कति बेला ठिक हुनुहुन्छ? फेसबुकको लागि भिडियो बनाउनु भएको भाइ भन्नुभएको छ। यो फेसबुकमै हाल्नको लागि के भयो त? हाल्न मिलिहाल्छ नि त। दिदीको झन् भाइरलै भन्छ हालिदियो भने। 50 रुपियाँ दर्जन मन्दिर परिसरमा कोला बेच्न राख्नुभएको दिदीले कहाँबाट ल्याएर आउनुभयो दिदी यो कोला? घर कहाँ? कामराङ के अरे? तामराङ। कुन ठाउँ पर्छ उता त्यो चाहिँ? देखाउनु न हातले कतापट्टि पर्छ? कुन भित्ता कुन डाँडापट्टि पर्छ भने त? यता भनेपछि यो तामराङ भनेपछि यता पर्न सक्छ। दिदीले लोकेसन देखाएअनुसार अब निकै टाढाबाट लिएर आउनुभएको छ। 50 रुपियाँ दर्जन भन्नुभएको छ। यो मन्दिर बारक्षेत्र मन्दिरकै छेउमा यहाँ बेच्न राख्नु भएको छ। सानो भिडियो लिएको हस् त। अहिले यो माथि यो गेटकै मुनिबाट यो तलको बारक्षेत्र मन्दिर परिसरको भिडियो देखाइरहँदाखेरि यहाँ त्रिपल टाँगेको छ। सम्भवतः भोलिको लागि हुनसक्छ। यो भक्तजनहरू बस्नको लागि माथिबाट आकाशको शीतहरू ओसहरू नझरोस्, अलिकति चिसोपनको महसुसलाई हराउनको निम्ति होला सायदसम्म यो गरिएको। यहाँ यसरी लिएको छ। यहाँ वरिपरि त भोलिको दिनमा त धेरै नै भिड हुन्छ। यहाँ सहयोग रसिद काट्ने स्थान छ। यहाँ पर्यटक सूचना केन्द्र भनेर नि गरिएको छ। सहयोग रसिद काट्ने ठाउँ भने चाहिँ यहाँ एउटा काउन्टर छ। यसमा हामीले आफूले सकेको सहयोग दान भेटी दिने ठाउँ हो यो। यहाँ रहेछ यस्तो ल उहाँहरू मार्फत सहयोग सङ्कलन हुन्छ। यहाँ बारक्षेत्र कोष समितिले चाहिँ यहाँ विभिन्न पर्वहरूमा यहाँ लागेका मेलाहरूमा चाहिँ उहाँहरूले चाहिँ सहयोग गर्दाखेरि यहाँ कलेक्सन गर्ने ठाउँ हो। यसरी यो बारक्षेत्रको मूल मन्दिर भनेर यहाँ यो मूल मन्दिर हो बारक्षेत्रको। यहाँ
अब अहिले खासै त्यस्तो भिड त छैन। अब यहाँबाट हामीले सिधै बारक्षेत्र मन्दिरको उत्तरपट्टि भागको यो दृश्य देखाइरहँदाखेरि तल गणेशको मन्दिर जस्तो देखिन्छ। यहाँ एउटा पोखरीको बिचमा गणेशको मन्दिर छ। यो सप्तकोशी नदीलाई हामीले प्रत्यक्ष देख्न सकियो। यहाँ विभिन्न धेरैवटा डाँडाका बिचबाट चाहिँ सप्तकोशी नदी बगेर आएकी छिन्।